हेर्न सक्नुहुन्छ यो हाम्रो जनसेवा हस्पिटल गोडाको यहाँ सुरुमा स्टोनमा एक्सिडेन्ट भएर उपचार लिएर आउनु भएको रहेछ। अनि उपचार नभएपछि चाहिँ यो हेलिकप्टरमा चाहिँ काठमाडौँमा लिएर जाँदै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ पुलिस कर्मी पनि आउनु भएको छ। गर्मी धेरै बढेको कारणले हो। एक्सिडेन्ट भयो कि के हो? आफै स्टार्ट गर्न घुमाउँदाखेरि आफै चक्कर लाएर कन्ट्रोल घामले यस्तो छ। त्यही त फेरि काठमाडौँ बस्ने मान्छे यहाँ गर्मी पनि धेर। कहिले आउनु भएको हो? ससुराली आएको पनि एक्लै हुनुहुन्थ्यो अरे। अहिले आफ्नो घर सबै छोरीहरू। अनि यहाँ हस्पिटलमा नसक्ने रे अलि ऊ भएर ठाउँमै लैजाउँ न। घर पनि त उयो रहेछ नि काठमाडौँ। अनि इमर्जेन्सी पऱ्यो नि होइन। अब यो रिजर्भमा भयो नि 3 जना भन्दा दिँदैन त्यो पनि जानु। 3 जना भन्दा दिँदैन हामीलाई गोसाइको डन त्यही भन त 3 जना